प्लेटमा हाल्ने के छ त उसले यसै चम्चा लिएर आउँछ अनि प्लेट ल्याएर हाल्नु पटन प्लेट हाल्नु कि यति त कहाँ खान्छ हुन प्लेट भने नि थाहा छ थाल लिएर जाऊ थालमा खानु कि यस्तो क्या हुन्छ कि जाऊ लिएर आऊ म यतापट्टि छु जाऊ न ल्याऊ के गर्नुपर्छ छिटो यतिको हुन्छ कि ए लिएर आउनु जाऊ नराम्रो खाने होला त जाऊ न हेरजङ्गा दिएन के गर्दैन दिए राम्रो देखायो भने ममै खाए जस्तो बनायो थालमा हामीले खान्छौँ हामीले खान्छौँ थालमा हामीले खान्छौँ थालमा लौ उनीहरू बोल मलाई हेरेर बोल्यो यहाँ सल्लाह गरेँ नि यहाँ खाना बेला हामी चाहिँ मोमो च्यालेन्ज गर्नु ला भन न हामी मोमो च्यालेन्ज गरौँ ल यसरी गरेँ हामी मोमो च्यालेन्ज गर्नु हामी त हामी मोमो च्यालेन्ज गर्न लागिरहेको छौँ हामी बोली फुल्दैन त मेरो भन नि त्यो हामी चाहिँ मोमो च्यालेन्ज गर्न लाग्यो आज उसले बोलेको हामी चाहिँ मोमो च्यालेन्ज गर्ने आज हामी मोमो च्यालेन्ज गर्न लाग्यो जसले जित्छ एक मानको खेल हुँदैछ हो कि मोमो चाहिँ 15 वटा खा जसले 15 पैसा जित्यो पैसा पहिला के पैसा खाएपछि भ्याएपछि निकालिहाल्छु नि भाइ अनि मात्रै नत्र तिमीले दिनु पर्यो नि त छिटो खाएपछि लास्ट निकाल्नु जसले फर्स्ट खाइभ्याउँछ उसले एक मान सर्लक मेरो एक मान मेरो बुढो गयो मेरो बुढो ल भाइ जित्ने मैले हेर भाइ जेसुकै जित्दैन के राम्ररी जित्यो भनेर यो जित्न सक्दैनौ तिमीले आज चाहिँ हामी मोमो च्यालेन्जमा जसले फर्स्ट भ्याउँछ उसले एक मन पाउँछ अब हामी सुरु गर्दैछौँ मोमो त सक्दिनँ कि म ल रेडी हो तिमी ल लेट्स गो ए मान्छेलाई हातले पो हान्ने त यार हाल्छ क्या मैले गाडी गले हाहा के हास्नु मुख आगर्नु ल
र अब मैले जित्यो क्या भिडियोमा देखिहाल्छ नि भाइ म आँगरे हो कि तिमीले दे भाइ तिमीले मैले यहाँ एउटा बाँकी थियो तेरो सुस्ता आयो देखो गाइज खानेमा त जित्दैन कि भाइ यसले पकेट तलतिर राखेर कसम यहाँ एउटा मैले खाइसकेँ एउटा बाँकी थियो भने मैले त्यही भएर बिस्तारै खान्छु भनेर खाएको मैले के 10,000 एकमा लोकले भाइ जितिसक्यो भाइ हारे खान त तिमीहरू पहिला मुखमा हाल्यो नि निल्नु पर्यो नि भाइ मुखमा त यत्रो पोको पारेर बसिहाल्छ नि भाइ ल आजको चाहिँ मोमो सधैँ म यो भाइ जित्ने मान्छेले जितेको छ तर के गर्नु यतिले पुग्दैन अझै एक थप इयर पठाउँछ हो देख्नुभयो गाइज मलाई त जित्नु सक्दैन नि फेरि के होइन भाइ जितेको हो भाइ किन नगरेको त चपाएर बस्छ त म त मिलेकै थिएन त कसरी हाल्यो त तर मिठो रहेछ मोमो बराबरी पनि भएको के भयो भाइ त्यो भए त्यो घन्टी त्यो ऊहरूमा घन्टी बजाउँदाखेरिमा सँगसँगै हात लाग्छ तर कसको हात अगाडि गयो भन्ने डिस्टर्ब गरेँ नि त्यसो त पहिला फेरि अगाडिको कुरा हो नि भाइ पिरो त खानै पाएन मोमो खाने च्यालेन्ज चाहिँ सक्यो हाम्रो विनर यता हुनुहुन्छ उहाँले जित्नु भएको छ ओके अघि नै लिएको भाइ यो के अरे एक हजारको राख्नु पाइहाल्यो यस्तो खानु खाँदा चाहिँ भएन मोमो खाएर ए यत्रो खाँदैन खाएर जस्तो भएन म यहाँ पेट टम्नु भयो